यो काले हो है साथीहरु। यो कालेले चाहिँ हाम्रो नेपालबाट आएको भाइ 20 वर्षको युबिन तामाङ भाइलाई चाहिँ आफ्नो कारले उडाएर अनि त्यसपछि हिट एन्ड रन गरेर भागेको यो काले यो हो। यो चाहिँ एउटा ब्रिटिश र्यापर अनि नेटफ्लिक्स स्टार हो रहेछ। यसले चाहिँ सुपर कुल भन्ने खेलेको रहेछ अनि यसको फ्यानहरुले चाहिँ डिफेन्ड गर्न खोजिरहेको छ। अनि अरु कुरा भनेको यसले चाहिँ यति निर्मम तरिकाले हाम्रो भाइको हत्या गरेको छ। यो हाम्रो युबिन भाइ हो। उहाँ चाहिँ फ्यामिलीको एउटै मात्र छोरा हो रहेछ। उहाँलाई चाहिँ एकदम नराम्रो तरिकाले एक्सिडेन्टमा पारेर उहाँको चाहिँ ज्यान गएको छ 18 अक्टोबरमा इल्फोर्डमा युकेमा है साथीहरु। आफ्नो भविष्य बनाउन आएको आफ्नो पढाइको लागि आएको एकजना यङ भाइले आफ्नो ज्यान गुमाउनु परेको छ। आफ्नो फ्यामिलीले एउटै मात्र सन्तान एक्लो सन्तानलाई गुमाएको छ यो कालेले गरेर है। यसले त्यो आफ्नो कार यति नराम्रोसँग हुइकाएर ल्याएको रहेछ नि। आमामा त्यो कार उडाएको जस्तो गरेर ल्याएको छ के। कार पनि रेजिडेन्शियल एरियामा हुइकाएको छ के त्यसले, त्यो ओपन रोडमा पनि हैन। अनि यसले ड्रिंक एन्ड ड्राइभ पनि गरेको हैन रहेछ। यो पूर्ण सोबर चाहिँ यसले खाकै छैन कि। वी वान्ट जस्टिस फर युबिन तामाङ एन्ड हिज फ्यामिली। वी नीड टु रेज आवर भोइस एन्ड हिज फ्यान्स आर डिफेन्डिङ हिम in comments and in videos, but you need to get what you serve. हामीले आवाज उठाउनु पर्छ। यो कालेलाई कसैले बिर्सिनु हुन्न। यसको अनुहार राखेर सबैजनाले भिडियो बनाएर जति सक्दो भिडियो शेयर गर्नुपर्छ। यसलाई चाहिँ छोड्नु हुँदैन। यसलाई चाहिँ हिट एन्ड रन केसमा अरेस्ट गरेर यसलाई चार्ज चाहिँ लागेको छ तर अझ यसको फाइनल हियरिङ भएको छैन। सो सबैजनाले यो मान्छेलाई याद गर्नु होला। एउटा नेपाली भाइको यति नराम्रोसँग हत्या भएको छ है। यो चाहिँ हत्या नै हो। यो चाहिँ यसले जानी गरेको यो रमाइलोको उसमा त्यस्तरी उडाउने हो। बाटो क्रस गरिरहेको अर्काको छोराको ज्यान गएन। हेर्नुस् त साथीहरु। सो सबैजना केयरफुल रहनु होला। युके अहिले एकदमै डेन्जर भएको छ हैन। युकेमा सजिलो छैन, काम पाउन पनि सजिलो छैन स्टुडेन्टहरुलाई। कति दुःख गरेर आमा बुवाले नेपालमा कति पैसा निकालेर पठाएको होला अनि उहाँको कति सपना थियो हैन। आफ्नो करियर आफ्नो फ्युचर बिल्ड अप गर्न आको यो सबै स्टोरी एकातिर छ तर एउटा सन्तान आफ्नो एक्लो सन्तान सानोदेखि यति माया गरेर हुर्काएको सन्तानलाई यसरी गुमाउनु पर्दाखेरि त्यो फ्यामिलीलाई कस्तो भइरहेको छ। सीसीटीभी फुटेज त हेरिसक्नुकै छैन। सीसीटीभी फुटेज हेर्नु भयो भनेदेखि त तपाईहरुको मुटु काम्छ। त्यस्तो खालको सीसीटीभी फुटेज छ यो मान्छेले गरेर यसले गरेर है। सो प्लिज सबैजनाले यो कुरालाई सिरियसली लिएर आवाज उठाउनु पर्छ जस्तो लाग्छ है मलाई सबैजनाले।